फागु पूर्णिमा अर्थात् होली पर्व सोमबार काठमाडौँ उपत्यका सहित हिमाली तथा पहाडी जिल्लामा विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन बनाइने सोही पर्व वसन्त ऋतुको आगमनसँगै आपसै मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन विश्वास रहेको छ। केही वर्ष अघिसम्म काठमाडौँ उपत्यका र शहरी क्षेत्रमा उर्सलखङ्ग रूपमा बनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सबै बन्दै गएको छ। सडकमा हिँड्ने व्यक्तिलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम करीबन्द भएको छ। फागु पर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन। सोमबार काठमाडौँको बसन्तपुरमा गाडिएको चिर विविध पुनः ढाले गाजा सहित टुटी खेलमा लगी जलाउने परम्परा छ। चिरमा राखिएका ध्वजापातका औषधि उपचारमा प्रयोग हुने विश्वासका साथ लिइन्छ। चिरको खरानीका टीका लगाउँदा अन्त्येष्टि टर्छ भन्ने जनविश्वास छ। तराई मधेस क्षेत्रमा भने मंगलबार होली बनाउने परम्परा छ। यसैबीच निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजरमा राख्दै भिडभाड र तामझाम नगरी होली बनाउन आग्रह गरेको छ। यसपालि कुनै सङ्घ संस्था वा कलाकारलाई कन्सर्ट वा सांगीतिक कार्यक्रम गर्न दिएको छैन। प्रहरीले चोकचोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ। प्रहरीले भिडभाड नगरी होली बनाउन आग्रह गरेको छ। फागु पर्व नेपालका साथै भारत लगायतका विभिन्न देशमा फरक फरक नाम र परम्परामा मनाइन्छ। इटालीमा बेलियोकोनस नामले, चीनमा ट्वेन्ज नामले र अमेरिकामा होबो नामले समान प्रकृतिका उत्सव मनाइने उल्लेख गरिएको छ।